हेलो गाइस, वेलकम छ मेरो युट्युब च्यानलमा हैन। आज चाहिँ हामी घुम्नको लागि जाँदैछौँ साथीहरूसँग बाहिर। म छु अब यता शिव सोल्टी छ, उता मुस्कान भाइ छ, उता विजय भाइ छ। अब हेरौँ के कस्तो हुन्छ। बाहिर घुम्नको लागि जाँदैछौँ। यो चाहिँ राति हो। हामी राति कति 1 बजीतिर जाँदै थियौँ। 1 बजीतिर घुम्न जाँदैछौँ। अब हेरौँ कस्तो के रमाइलो हुन्छ। अब जाने चाहिँ नि यता अबुमरको पेट्रोल पम्प भन्ने ठाउँतिर जाँदैछौँ। त्यो एरियामा हल्का रमाइलो छ अरे, नेपाली होटेलहरू अब मार्केटहरू छ अरे भनेर घुम्न जाँदैछौँ। त्यसको लागि जाँदैछौँ। हेर्नुहोस् राति राति अब हेर्नु न, साथीहरू पुरै भिडियो बनाएर हिँडिरहेको छ। म पनि यसो भ्लग बनाउनु लाग्यो। अब राम्रो नराम्रो होला, हेरेर यसो साथ दिनु होला साथीहरू होइन। यो चाहिँ अब कतार हो। यस्तो तेरि रातमा चाहिँ हामी चाहिँ बिन्दास पाराले घुमेर हिँड्नेछौँ है। केटाहरू त पुरै आफ्नो आफ्नो पारामा नाचेर हिँड्छन्। सबैले कसैले टिकटक बनाछन्, कसैले के बनाछन्। म चाहिँ भ्लग बनाउँदै हिँडिरहेको छु होइन। यस्तो हेरौँ कति ठुलो ग्राउन्ड छ यहाँ चाहिँ। यो चाहिँ पार्कको लागि बनाएको अरे। चिज राम्रो छ, रमाइलो छ। अन्धेरी रातमा बिन्दास पाराले हिँडिरहेको छु हामी चाहिँ नि। हेर्नु होला, हेरेर साथ दिनु होला होइन, सपोर्ट गर्नु होला। राम्रो नराम्रो भए पनि ब्लगलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला होइन। अब फाइनली हामी चाहिँ अब हाइवे रोडमा निस्क्यो। अब यहाँदेखि सिधै तलतिर जाँदैछौँ। अब कति टाइम लाग्ला, समथिङ अब आधी घन्टा जति लाग्छ होला भनेको छ। अब पैदल यात्रा हिँडिरहेको छौँ कि हामी चाहिँ नि, एक्सर्साइज पनि हुन्छ अनि जाम हिँड्दै भन्यो अनि हुन्छ त नि भनेर अनि हिँडिरहेको। हाइवे रोड यो चाहिँ नि जस रमाइलो हुन्छ होला आज चाहिँ नि। थकाइ चाहिँ लाग्ने भयो त होइन। म चाहिँ नि कहिले ब्याक क्यामेरा, कहिले अगाडिबाट भिडियो बनाएर आएको छु होइन। भिडियो त खासै राम्रो त आउँदैन होला। अब राम्रो नआए पनि यसको हेरेर सपोर्ट गरिदिनु होला। सिग्नलतिर आइसक्यौँ हामी। सिग्नल लागेको छ, अझै कति टाइम लाग्ने हो पुग्नलाई। यस्तै छ परदेशी जिन्दगी। साथीहरू हेर्नु होला, हेरेर साथ सपोर्ट गरिदिनु होला होइन। अब भिडियो बनाउनु त खासै आउँदैन, त्यही पनि कोसिस गरिरहेको छु। टाइम मिल्दाखेरि छोटो मिठो भयो भने बनाउँदैछु। हजुरको माया साथ सपोर्ट चाहिँ मलाई अनिवार्य चाहिन्छ होइन। साथी चाहिँ बिन्दास भएर आफ्नो कुरा गरेर हिँडिरहेको छ क्या तिनीहरू तिनजना चाहिँ नि। म चाहिँ यता पछाडि लुखुर लुखुर एक्लै भिडियो बनाएर हिँडिरहेको छु कि। अब के गर्नु होइन। अब साथीसँग गफ गरिदिनु भने फेरि कुरा मिल्दैन नि त। अब उनीहरू बोलेको अलग हुन्छ, म अलग्गै बोल्छौँ। त्यही भएर अब म चाहिँ पछि पछि हिँडेर भिडियो बनाउँदै हिँडिरहेको छु। हेर्नु न, अब रात हो कि दिन हो, यो विदेशको ठाउँ भनेको यस्तै हो कि थाहा पाउनै सकिन्न। दिनमा भन्दा रातिमा उज्यालो हुन्छ। यस्तो झिलिमिली जता हेऱ्यो त्यतै अब यता खाली ठाउँ बन्छ होइन। मरुभूमि जस्तो पनि लाग्छ हेर्दाखेरि। अब कतै बाक्लो घरहरू, कतै अब यस्तो खाली ठाउँहरू। अब के गर्नु, यस्तै छ परदेशी जिन्दगी। हेरेर साथ सपोर्ट दिनु होला है त गाइजहरू। केटाहरू बिन्दास पाराले हिँडिरहेको छ मजासँग। पछाडि पछाडि छु। अब हिँड्दै जाऊँ होइन, कहाँसम्म पुगिन्छ। अब आजको रात चाहिँ घुमेरै बिताइने भयो। खुट्टा चाहिँ अरू त त्यस्तै हो साथीहरू, खुट्टा चाहिँ गलेर बिजो हुन्छ होला जस्तो छ। केटाहरू चाहिँ उता अब नेपालको अब बालेन सर्काको कुरा गरेर हिँडिरहेको छ। म चाहिँ पछि पछि तिनीहरूको कुरा सुन्दै होइन भिडियो बनाउँदै हिँडिरहेको छु। केटाहरूले रमाइलो गरिरहेको छ। यस्तै हो परदेशी जिन्दगी, गाह्रो छ। फेरि पनि मैले क्यामेरा अगाडि गरेँ होइन, अलिक त राम्रो आयो जस्तो छ होइन। आफूले आफूलाई अलिक त राम्रो देखेँ जस्तो लाग्छ। अरू त अब त्यस्तो साथीहरू हजुरले यसो हेरेर सपोर्ट गरिदिनु होला होइन। म चाहिँ नि अहिले चाहिँ क्यामेरा अगाडि गरेर हिँडिरहेको छु। खासै राम्रो त आएको छैन, त्यही पनि ठिकै छ। फर्स्ट टाइम अन्त त्यति राम्रोसित भिडियो बनाउन जानेको छैन। हजुरले अवश्य मन पराइदिनुहुन्छ भन्ने आशा राख्दैछु। अझै कति लाग्छ हौ केटाहरू यार, है थाक्न लागिसक्यो त हिँड्दा हिँड्दा। केटाहरू चाहिँ सुनिरहेको छैन म बोलेको। म
उनीहरू चाहिँ बिन्दास आफ्नो पारामा हिँडिरहेको छ क्या होइन, रमाइलो गरेर हिँडेको छ। अब आइपुग्न लाग्यो भन्दैछ साथीहरूले, अब त्यही पनि हिँडिरहेको छन्, अब निरन्तर जारी छ होइन। हेर्दै जानु अब कहाँ पुगिन्छ, कहाँ आज कतिखेर रुममा आउने, कतिखेर सुत्ने त्यो पनि थाहा होइन। अब हेर्दै जाऊँ, घुम्दै जाऊँ, रमाइलो हुन्छ होला सायद। अब आउन लाग्यो भनिरहेको छ केटाहरूले, अब हेर्दै जाऊँ कहाँसम्म हो। यसो घुम्न आएको आज, भोलि बिहान चाहिँ नि ड्युटी जान गाह्रो हुन्छ कि। अब ल फाइनल आइसक्यो है गाइजहरू। अब यो सिग्नल क्रस गरेर उता बाहिर जानुपर्छ हामीहरू चाहिँ नि। केटाहरू भनिरहेको छ यो लाइनमा हो भनेर। ल है हामी चाहिँ आइपुग्यो। अब यहाँ सबै थोक छ अरे यहाँ चाहिँ नि। अब ब्रिज हेरौँ न साथीहरू, कति कति दामी छ कि ब्रिज चाहिँ होइन। विदेशको चाहिँ जस ब्रिज भने चाहिँ खतरा बनाउँछ कि यहाँ चाहिँ नि, एकदम राम्रो लाग्छ। हामी चाहिँ आइयो अब मार्केटतिर पस्छ कि कता पस्छ केटाहरू चाहिँ फटाफट हिँडिरहेको छ क्या, फटाफट हिँडिरहेको छ। म चाहिँ पछि लुखुर हिँडिरहेको छु कि होइन। अब के गर्नु, केटाहरू हिँडिरहेको छ। यता हेर्नुहोस् त जताततै झिलिमिली छ। यहाँ चाहिँ नि पेट्रोल पम्प रहेछ, त्यही भएर नि जस दोकानहरू रातभरि खुल्ला हुने रहेछ, 24 आवर्स चल्दो रहेछ। केटाहरूले कहाँ जाऊँ भन्यो, मार्केटतिर पसेर हामी त यसो केटाहरूलाई सपिङ गर्नु पऱ्यो भनेर आएको। साबुन तेलहरू चाहिएछ भनेको थियो। कता छ यो साबुन तेलहरू चाहिँ नि, भेटाएको नै तिमीहरूले? यहाँ त सरबहरूमा त भेट्छु त मैले त, कता हो भनेर खोज्दै हिँडौँ त। उता हेर त भाइहरू, मार्केटभित्र आउँदा त हरेक चिसो छ। त्यहाँ बाहिर त गर्मी लाग्यो, भित्रमा त हरेक चिसो क्या है। मजा आयो जस। अब चाहिँ नि यहाँ धेरै बनाउन मिल्छ साथी होइन अरूले। ल हामी चाहिँ अब मैले अब दाजुसँगै भयो, फोटो पनि खिच्यो। ल त गाइजहरू, भिडियोलाई सपोर्ट गरिदिनु, लाइक कमेन्ट सेयर गरिदिनुलाई त। हस् त, नमस्ते।